चाहिँ अहिले यो टोखाको फेस्टिभलमा बसेका छौँ। प्रत्येक शनिबार खाजा महोत्सव के खानु मन छ त? सन्तोष ब्रो पहिला हर बाख्ना सुन्दैनौँ होइन? चाहिँ हाम्रो सन्तोष भाइ डेनमार्कबाट आइरहेको छ। यसो यहाँ के अरे टोखा नि त अहिले टोखा घुमाउन लिएर आउँछ। म हुनेवाला बेहुला पनि हो। टोखाको फुड फेस्टिभल स्याटरडे विकेन्ड। शनिबार मान्छेको भिडभाड ज्यादै छ होइन त? यतिको मान्छे फ्लो हुनु भनेको धेरै नै यार। स्पेसल नेवारी खाजा त नि होइन? नेवारी खाजा छाङ चाखेर जाने त आज आलुको राइस रहेछ। यहाँ चाहिँ के बन्दो रहेछ यो? चिउरा चिउरा चिउराको चिउरा। मैले यहाँ चाहिँ माउ होला लोकलहरूको चिउरा है। चिउरा कस्तो बाख्रा आएको छ क्या सरल। एनर्जी वाला हामीले चिउरा भिटामिन वाला यो सबै त लाने चिउराले घर भनेको यो घरै बनाएर प्याकिङ गरेर ल्याउने होइन? यहाँ राख्ने छ। मान्छेहरू त लास्टै छ त यार। हेर्नुहोस् है भिडभाड त व्यापक छ त यहाँ। आउने टल्ला खाने जाने। खासमा यस्तै हो क्या शनिबार टक्क जाने ठाउँ बस्ने मस्त खाने होइन? रमाइलो गर्ने आइटमहरू यसरी खाइराख्नु भएको छ। लुकी लुकी यहाँ पनि रहेछ चिउराको मिल। हावा कुरा नगरौँ। ए हावा कुरा गरौँ हो त नगरौँ भनेर सुनेको। के खान मन लागेको छ सन्तोषलाई? मोमो बाहेक जे खानुहुन्छ अरू? मलाई चाहिँ फेरि काठमाडौँ आएपछि के मोमो नखाइ जाम जस्तो लाग्छ। त्यसो अर्डर भइरहेको छैन? यो चाहिँ चिक बफ दिदी बफमा यो चाहिँ खाने होइन त जाम्बा हाम्रो घरमा त पाक्दैन है। चाहेर जाउँ न टोखाको खाजा रमाइलो छ। चलपहल धेरै छ। हावा चलिरहेको छ अलिकति। नेवारी खाजा सेट कति छ? खाजा सेटको चाहिँ हाम्रो रेट 200 हो। सस्तै रहेछ त। त्यही एउटै रेट हो। भनेपछि आगो खुसी लिन पाइएन। तपाईँहरू एउटै फ्यामिली कि समूह? कस्तो समूह? महिला समूह? ठिक छ। तपाईँ घरमा बनाउनु भयो? घरमा बनाउनु भयो?
लै प्याक छ प्याक यतातिर हुन्छ हामी बस्छौँ हस् हामी यतै बस्छौँ होला है घाम कहाँ छ र घाम ल हाम्रो खाउ सेट आयो है यो चाहिँ बफमा हो यो बफमा कति 2 वर्ष भयो ल टेस्ट गर हजुर एक ठाउँमा दिदी छ्याङ एक गिलास सबभन्दा मिठो त बफै हो नि मासु यार मिठो हो नि त त्यो हो त मान्छेले बफ मन पराउँछ नि त अनि मिठो लाग्यो चिकन खाजा सेट आउँदैछ बफ आइसक्यो 2 वर्षपछि खाएँ त 2 वर्षपछि जस खानु मजा आइरहेछ दिदी चिकन रेडी भएन आउँदैछ ए ल चाहिँ चिकन खानु सेट आयो है हुन्छ धन्यवाद हस् खाऊ चिकन खानु तान है शीतल खानु पऱ्यो नि होइन र मिठो रहेछ खाजा ल छ्याङ पनि आउँदैछ घरमै बनाउनु भएको छ्याङ होला नि दिदी है ऊ गिलास उठाइदिनु गिलास ल हाल्नुहोस् त ल अर्को गिलास पनि ल चियर्स